सिन्धुलीको हाइवे। सो गाइज अहिले चाहिँ हल्का भिडियो बनाएको होइन। बाटो चाहिँ यस्तो बवाल छ नि। सो यति धेरै उयो हुन्छ नि यहाँनिर। अब एकछिनमा त यति धेरै गाडीहरू कुद्छ होइन। अहिले चाहिँ अलिक खुल्ला खुल्लै छ, त्यति साह्रो उयो त छैन होइन। सो अनि बाटो चाहिँ अलि धेरै टर्निङ भएको चाहिँ उता थियो। यो चाहिँ त्यो ऐने भएको ठाउँ आउन आँटो। अलिक पर छ त्यो ऐने भएको ठाउँ चाहिँ। र पनि सबैजनाले भिडियो हेरिदिनु लागि कस्तो लाग्छ होइन। धेरै स्पिड कुदाउनु हुँदैन यहाँनिर चाहिँ। सो है यस्तै छ गाइज। मेरो चाहिँ मोबाइल होल्डर थियो, भाँचेर अघि झऱ्यो यहाँको, नटै झऱ्यो क्या। अनि त्यही तर लास्ट जाडो रहेछ, पुरा कुहिरो लागेर। अब बाटो फेरि खतरा छ क्या, पुरै शीत परेर केही नदेखिने गरी छ। फोटोहरू ल्याउँदै फटफटे। बाबा यो त कहाँ इन्डियाको गाडी हो क्या। ल ऐना सुरु भयो क्या। सिन्धुलीको मेन खतरा उयो नै भनेको, फेमस भनेको ऐना हो क्या। देख्नुभयो नि। अब यहाँनिर के गर्नुपर्छ भने हामी यहाँनिर बस्नुपर्छ। मन्दिर छैन। टिको लाउनुपर्छ अब यहाँनिर हल्का। छु 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 छु। सुबै एउटा चले सो म
मान्छे टिका लगाइसक्यो होला यत्रो घन्टे सो तपाईँहरूलाई पनि होइन टिका लाउन मन छ यताउता भने आउनुहोस् मन्दिरमा है सो मेरो रक्षा गरून् भगवान् सो गाइज पैसा लुकाइदिउँ क्या तर मैले अस्ति लुकाएको थिएँ कसैले भेट्यो कि भेट्दैन खोइ ओइ मैले पन्चा चाहिँ कहाँ हालेँ फेरि कम्ती जाडो होइन अब सो यो मेरो यहाँको कहाँ हो हेलो गाइज गुड मर्निङ सिन्धुली सो म चाहिँ यो ऐन भएको ठाउँ कटिसकेँ होइन सो अब म एकैचोटि त्यहाँ तल जान्छु अनि सो म नास्ता खान्छु सो गाइज अब यस्तै छ है सो मेरो भ्लग सबैजनाले हेरिदिनु होला यस्तो जाडो छ नि सो म केही पनि बोल्नै सक्दिनँ क्या जाँठा कस्तो खालको मान्छे सिधै आउँछ यो बाटोमा चाहिँ बढी स्पिड कुदाउनु क्या अनि फेरि त्यसरी झन्नै हान्थ्यो मलाई त्यहाँ मायासलले त्यो जाँठालाई फेरि मायासलले खाथेँ झन्नै हान्थ्यो अनि कस्तो सिधा आउँछ है तर हान्न त हान्दैन नि त र पनि हावाले उडाउँछ कि क्या हो कम्ती जाडो हुँदैन सो म चाहिँ फाइनली सिन्धुलीको यो टर्निङ कटिसकेँ अब त्यहाँ तल गएर नास्ता पानी खाने अनि त्यस पछाडि थोडो फेरि बाटो लाग्छ अनि सो कम्ती जाडो छ नि टोपी नलाएको त मरियो त चिसाले एउटा हातमा पन्जा थिएन एउटा हातमा उठ्छ सो म त्यहाँ टिका लाउँदा चाहिँ खोलिरहेको थिएँ अघि पन्जा त्यही भएर पनि हो उही मासले यहाँबाट सुइँ उडियो भने त तल पुगिन्छ होला त्यही भएर डर लाग्छ हो माथि होइन होइन भएको ठाउँ माथि हो जान्छु काग चाहिँ कति बाटेको छ के अरे यो भुलकोट के भुल्के मेरो भुल्के हो कि भुलकोट के भन्नुमा आएको म चाहिँ कस्तो होटल चाहियो भने वाइफाईवाला होटल चाहियो